रवि लामिछाने भनेको एउटा व्यक्ति होइन, ऊ ब्रान्ड भइसकेको छ। राष्ट्र जोगाउन र आफू जोगिनुको लागि पनि संसद विघटन गरेको छ। मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचार गर्न आएको होइन, भ्रष्टाचार निर्मूल गर्न आएको, सुशासन दिन आएको। अहिले हेर्नुहोस् न, तपाईँको नौटङ्की नाटकीय रूपमा चाहिँ तपाईँको वाम एकता भनेको छ, प्रचण्डहरू माधवहरू एकता भइरहेको छ। यो नाटकको जनताले बुझ्नुभएको छ। रासपा नै वैकल्पिक शक्ति हो, युग हो। यो 10 वर्ष अब राष्ट्रिय स्वतन्त्र पार्टीले चलाउँछ। त्यो प्रधानमन्त्री भइसकेको मान्छे अब त गर्लान् कि भन्ने सोच्यो, फेरि उही पारा छ। बाबुराम भट्टराई आफै नै एउटा चाहिँ तपाईँ कसो भने असफल नेतृत्व हो। स्वतन्त्र पार्टी रवि लामिछानेले कुनै रहरले होइन, बाध्यताको कारणले स्थापना गरेको पार्टी जो राष्ट्रिय स्वतन्त्र पार्टीले जस्तै गरी अब उहाँहरू सांसद बनेर देखाउनुहोस्। राष्ट्रपतिले नै तपाईँको चाहिँ अब यो संसद विघटन गर्नुपर्छ, यसको विकल्प छैन। 21 गते चुनाव हुन्छ कि भन्ने भन्नेमा हामी पनि सशङ्कित छौँ, किनकि सुशीला कार्कीको नेतृत्वको सरकारले त्यसलाई चाहिँ पूर्णतः काम गरेर सफल बनाउन सक्छ कि सक्दैन। संसद पुनर्स्थापना अलिकति मैले असम्भव देखिरहेको छु, किनकि म केशव राज अधिकारी। तपाईँ भर्खर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ। हजुर। देशको माहौल, राजनीतिक माहौल, यो परिस्थिति यस्तो छ, के छ, उम्मेदवारी बन्ने नै चाहना लिएर हुटुटी बोकेर आउनुभयो कि कसो? सबभन्दा पहिला त प्रश्नको लागि धन्यवाद। राजनीतिमा लागिसकेपछि जनताले चाहिँ पत्याइदियो भने उम्मेदवार पनि किन नदिने, होइन? उम्मेदवार दिने नै हो। अब चाहिँ हामीले जनताको काम गर्ने भनेर पोलिटिक्समा लागेको, त्यस कारणले गर्दाखेरि उम्मेदवारी हुनसक्छ। प्रत्यक्षमै जानियो। अब पछिल्लो राजनीतिक घटनाक्रम हेरौँ न। हजुर। फागुन 21 चुनाव होला कि नहोला भन्ने दोधार पनि छ। हजुर हजुर। पोलिटिसियनहरूलाई र अझै भनौँ नेपाली राजनीतिलाई नै बहिष्कार गर्नेतर्फ नेपाली समाज कतै लागेको हो कि भन्ने पनि छ। के पाउनु भएको छ? स्वीकार्छन् जनता? यस्तो छ, 21 गते चुनाव हुन्छ कि भन्ने भन्नेमा हामी पनि सशङ्कित छौँ, किनकि नेपाल सरकारले सुशीला कार्कीको नेतृत्वको सरकारले त्यसलाई चाहिँ पूर्णतः काम गरेर सफल बनाउन सक्छ कि सक्दैन त्यो पनि हामी अध्ययनमै छौँ। र नेपाली समाजहरू चुनाव विथल्लमा छैनन्, तर केही राजनीतिक दलका मान्छेहरू जो जनताबाट बहिष्कृत भइसकेपछि चाहिँ अब चुनाव नगर्ने तर्खरमा उहाँहरू उद्वेलित भएको छ। आरोप चाहिँ अब यो सरकारले चुनाव गराउन सक्दैन भन्ने, ठाउँ ठाउँमा गएर चाहिँ यो चुनाव हुँदैन, यो सरकारले गर्न सक्दैन, बरु संसद पुनर्स्थापना गर्ने भनेर एउटा हास्यास्पद कुरा गरिराखेको छ। उहाँहरू चाहिँ जनताबाट बहिष्कृत भएर चाहिँ त्यो गरेको मैले बुझिरहेको छु। पुनर्स्थापना हुन सक्दैन संसद पुनर्स्थापना अलिकति मैले असम्भव देखिरहेको छु, किनकि यो चाहिँ जनताले मात्रै होइन, यो राष्ट्रपतिले चाहिँ तपाईँको संसद विघटन गरेको हो। त्यसकारणले राष्ट्रपतिलाई ठुलो प्रश्न चिन्ह आउँछ। यो कानुनी तवरबाटै, कानुनी तवर भन्नाले नि देशमा सङ्कट आइसकेपछि त्यसको चाहिँ अख्तियार लिने भनेको त राष्ट्रपति होला नि त। राष्ट्रपतिले नै तपाईँको चाहिँ अब यो संसद विघटन गर्नुपर्छ, यसको विकल्प छैन। जेनजी आन्दोलन एउटा ठुलो चाहिँ भयावह आन्दोलन हो। यो चाहिँ राज्यप्रतिको वितृष्णा हो, राजनीतिक दलहरूप्रतिको वितृष्णा हो, त्यही काङ्ग्रेस एमाले माओवादीप्रतिको वितृष्णा हो भनेर बुझिसकेपछि राष्ट्रपतिले राष्ट्र जोगाउन र आफू जोगिनुको लागि पनि संसद विघटन गरेको छ। मलाई लाग्छ न्यायमूर्तिहरूले संसद विघटन तपाईहरु चाहिँ रासोपामा प्रवेश गरिरहनु भएको छ, नयाँ अनुहारहरू, तर ती सांसद बनेका हिजो जसले रासोपाले सांसद बनायो, सुमना श्रेष्ठ, सन्तोष परियार जस्ता दिग्गजहरू किन रासोपाबाट बाहिरिए? के आत्मसमीक्षा गर्नु? यस्तो छ, यो विषयमा अलिकति राम्रै कुरा राख्नुभयो तपाईँले, होइन? जुन विषयमा सुमनाजी जानुभयो, हाम्रो सन्तोष परियारजी जानुभएको छ, उहाँहरूलाई हाम्रो चाहिँ मेरो तर्फबाट अथवा सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुभकामना भन्न चाहन्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले जस्तै गरी अब उहाँहरू सांसद बनेर देखाउनुहोस्, यो उहाँहरूलाई चुनौती हामी दिन चाहन्छौँ, ताकि उहाँहरू कुन हिसाबले जानुभयो त भन्दाखेरि एउटा नितान्त तपाईँको सांसद चाहिँ विघटन भइसकेपछि अनि त्यसपछि चाहिँ तपाईँ सुमनाले छिटोभन्दा छिटो आफूलाई चाहिँ मन्त्री बनाउन अथवा एबिसिडीको कारणले जानुभयो, सल्लाहकार बन्छु भनेर लाग्यो। अहिले चाहिँ तपाईँको चाहिँ त्यसमा पनि सुशीला कार्की सरकारले टेरपुचार लगाइदिएन भने अहिले घरको न घाटको भएको छ। देशको यति ठुलो शक्तिशाली पार्टी जो भ्रष्टाचारको निमित्त नै खडा भएको पार्टी, बुझ्नुभयो नि? राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले कुनै रहरले होइन, बाध्यताको कारणले स्थापना गरेको पार्टी, जो पार्टीबाट चाहिँ छोडेर उनीहरू जो गाह्रो भएको छ, उहाँहरूको साँच्चै नै उहाँको विचलन हो। अब उहाँहरूले सम्भव मलाई लाग्छ कि अब यसरी सांसदबाट आउन सक्ने छैन। दोस्रो कुरा के छ भने उहाँहरू प्रत्यक्षमा अब लड्नुपर्छ भनिसकेपछि पार्टीले भनिसकेपछि सन्तोष परियारजी पनि त्यसरी गएको चाहिँ मैले नदोहोऱ्याउने हो भन्यो, होइन? त्यस कारणले पनि सन्तोषजी आत्तेर जानु भएको छ। अब जानु भएको छ कहाँ त भन्दाखेरि बाबुराम भट्टराईसँग साइन गरेर आउनु भएको छ। बाबुराम भट्टराई आफै नै एउटा चाहिँ तपाईँ कस्तो भने असफल नेतृत्व हो, होइन? अस्थिरता भयो उहाँमा। उहाँले अस्ति भएर रासपालाई के भन्नुभयो? रासपा नै वैकल्पिक शक्ति हो, हामीले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ हामीले टेवा पुर्याउनु पर्छ र अगाडि बढ्नुपर्छ भन्ने बाबुराम भट्टराईको भनाइ थियो। तर उहाँले नै सन्तोष परिवारलाई लगेर चाहिँ साइन गराउनु भनेको
के हो पोलिटिक्स के फेरि यही खिचातानी गर्ने बाबुराम भट्टराईले भन्नुहोस् न त्यत्रो प्रधानमन्त्री भइसकेको मान्छे अब त गर्लान् कि भन्ने सोच्यो फेरि उही पारा ती व्यक्तिसँग गएर सन्तोषहरू जोडिए त्यो केही छैन त्यो केही पनि हुनेवाला छैन हिजो रविले सांसद बनाए आज जब रवि लामी छानेलाई दुःख परेको छ नि अप्ठ्यारो परेको छ नि सबै साथ छोडेर निस्किँदैछन् लाइन लागेका यस्तो छ सबै छैनन् त्यस्तो त्यसरी त्यो भन्दाखेरि छैन एकाध मान्छेहरू गयो होला तर यहाँ त लाखौं होइन कि हजारौंको संख्यामा पार्टी प्रवेश भइराखेको छ बुझ्नुमा नि के दुई रासोपाबाट बाहिरिए 2000 भित्रिन्छ अझ त्यो भन्दा बढी आउँछ नि त्यो त आकलन गरेको छ जनताहरु त यति आतुर छ म अस्ति भर मेरो गृह जिल्ला धादिङमा गएँ हिजो मैले जो परिक्रमा गरेको थिएँ कांग्रेसका साथीहरु एमालेका साथीहरु जो देखेका थिए आज यति लहर कि म त्यहाँ पुगेपछि त ओहो साथीहरु सबैजना खुसी भएर ल तपाई आउनु भएछ धन्यवाद छ ल स्वागत छ हामी तपाईलाई चाहिँ सहयोग गर्छौं तपाईले आउनुभयो खुसी लाग्यो भनेको छ यस्तो छ त्यही कारणले गर्दाखेरि के भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकै युग हो यो 10 वर्ष अब राष्ट्रिय स्वतन्त्र पार्टीले चलाउँछ यो 10 वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो काम गर्न सकेन भने फेरि यसलाई जनताले लहर्छ तर त्यो भन्दा पहिला हामीले के चाहिँ आकलन गर्न पर्छ राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचार गर्न आएको हैन भ्रष्टाचार निर्मूल गर्न आएको सुशासन दिन आएको 10 वर्षसम्म रासोपाले रवि लामी छानेलाई सभापति मान्छ त्यसो भए अब मान्नु पर्छ किनभने मैले अस्ति पनि भनेको छु रवि लामी छाने भनेको एउटा व्यक्ति होइन उ ब्रान्ड भइसकेको छ उ ब्रान्ड मात्रै होइन तपाईको सिंगो एउटा अतुलनीय वृक्ष हो त्यो वृक्षमा लाखौं फूलहरू कोपिलाहरू फलहरू राखेको छ र सिंगो जनताहरूलाई राष्ट्रलाई त्यो फल उदेर वितरण गर्न सक्छ त्यसकारणले मैले रवि लामी छाने एउटा राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै र सिंगो वृक्ष हो भने पनि मतलब सभापति आयातित हुँदैन अहिलेलाई त्यो सम्भवै छैन त्यो किनभने उहाँ आफैले ब्रान्ड हो किनभने देशको आम जनताको मनोभावना बुझेर खोलेको पार्टी हो नि 3 महिनामा यत्रो ठुलो बनाएको पार्टी हैन अहिले 40 महिनामा हुँदै जाँदै हेर्नुस् न अब नेपालको पहिलो शक्ति वैकल्पिक शक्ति मात्रै हैन अब नेपालको मूलधारको शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी अबको निर्वाचनले गरेर देखाउँछ यो ढुक्क हुनुस् तर अधिवेशन कुर्या छन् है मान्छेले चाहिँ फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनलाई हामीले पनि कुर्या छौं हामी पनि आतुर छौं तर दुईटा चीजलाई सभापति कसले मानेर जान्छ भन्ने कुरा यस्तो हुन्छ सभापति भनेको त रवि लामिछाने अटोमेटिक छँदै हुनुहुन्छ त हामीले बुझिरहेछौं त रवि लामिछानेलाई अहिले जुन कारागारमा राखेको छ राजनीतिक प्रतिशोधकै कारागार राखेको हो नि अनि यो सबैले भनेको छ नि मैले भने हो र एमालेकै तपाईको त्यो सूर्य थापा भन्ने जी हुनुहुन्थ्यो त्यतिखेर संसदीय छानबिन समितिमा उहाँले के भन्नुभयो त भन्दा रवि लामिछाने कुनै पनि उसमा चाहिँ उहाँ सहकारी ठग देखिएको छैन बुझ्नुमा नि के अनि अनावश्यक रूपमा चाहिँ उहाँलाई टर्चर दिएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीलाई साँच्चै भ्रष्टाचार न्यूनीकरण गर्नुपर्छ भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भनेर रवि लामिछानेले गृहमन्त्री हुँदाखेरिको अवस्थामा बोलेकै कारणले सरकारबाट छोड्न परेको छ आम जनताले बुझेको छ यति मात्र हैन अहिले हेर्नुस् न तपाईको नौटंकी नाटकीय रूपमा चाहिँ तपाईको वाम एकता बनाएको छ प्रचण्डहरू माधवहरू एकता भइराखेको छ यो नाटकको जनताले बुझिसक्यो जनतामा टेक्नी ठाउँ नभइसकेपछि एकताको नाममा फेरि जनता कहाँ जान खोजेको छ जनताले राम्रोसँग बुझेको छ यति झापड हान्छ तपाईको हेर्नुस् न महेश बस्नेत आज चाहिँ तपाईको कता जाँदै हुनुहुन्थ्यो त्यहाँ चाहिँ पुरा युथले चाहिँ रोकिराखेको छ तपाईलाई म सोध्दै थिएँ महेश बस्नेत लगायतका एमालेका नेताहरूलाई 12 बाट सिमराबाट एक किसिमको लखेटी जनताबाट जनताले लखेटे यस विषयमा बुझ्नु भएको छ कि नै यसले के नेपाली राजनीतिमा के असर गर्छ यस्तो छ मैले यो विषय राम्रोसँग बुझेको छु एमाले नेपालको चाहिँ तपाईको एकदमै तपाईको चाहिँ उश्रृङ्खल पार्टी हो अनि यसले गर्दा नै देश बर्बाद भएको छ त्यो जनताले बुझेका छन् गाउँ गाउँमा जानुहोस् एमालेका वडा अध्यक्षहरू म कहाँ भेट्न आछन् मेरो गृह जिल्ला धादिङ स्टाफ अहिले चाहिँ निर्वाचित वडा अध्यक्ष आछौँ मलाई 17-18 महिना कुर्न दिनुस् त्यसपछि हामी तपाईसँग छौँ भनेका छन् भनेपछि यिनले एउटा मिडियामा हुंकार गरेर एउटा लाज पनि श्रम पनि नभएको पार्टी भन्नुस् न यस्तो अवस्था भएको हुनाले हामीले उहाँ चाहिँ के भन्छ भने यो चाहिँ अहिले तुक छैन उहाँहरूलाई जनताले बहिष्कृत बनाउँछ कांग्रेसलाई पनि बहिष्कृत बनाउँछ देखावटी मात्रै उहाँहरू अगाडि लाग्नु भएको छ